अब हामी के आधारमा यो देश हाम्रो भन्छौँ त? वामदेव गौतम गृहमन्त्री भए, तिनै प्रदीप नेपाल गृहमन्त्रीको राजनीतिक सल्लाहकार भएर जागिर खान थाले। अब यस्ता के कुरा गर्ने बाबु? ठ्याक्क अर्थशास्त्र पढे त सोडिङ भागले जस्तो भइन्थ्यो। त्यसमध्ये एउटा चाहिँ यो सुगौली सन्धिको प्रकरण छ। अब सुगौली सन्धि छ, जहाँ हुनुपर्ने त्यो त्यहीँ छ, अरू कोहीसँग छैन भने राजा ज्ञानेन्द्रसँग छ। यो आइजी कार्की पनि कमजोर त रहेनछन्, उनले पनि वार पलट गर्दाखेरि त खगेन्द्र सुनारलाई त्यहाँ बस्ने स्थिति नै भएन र उनी त्यहाँबाट उठेर कुलेलम ठोके। यसलाई नै खगेन्द्र सुनार र आइजिपी कार्की बिचको वाक युद्ध भनिएको छ। अब त्यसमा मैले सुनेकोमा एउटा महत्त्वपूर्ण कुरा अथवा एउटा उल्लेखनीय कुरा चाहिँ के थियो भने आइजीको घरमा 3 करोड रुपियाँ फेला पर्यो। त्यो 3 करोड रुपियाँ चोरी भइसकेपछि ती चोरहरूलाई चाहिँ उही थुन्ने र सुन्ने कुरा आयो। यहाँ पनि ती चोरहरू थुनिएका छन् र सुन्ने कुरा जारी छ। यो के हो भन्ने गम्भीर प्रश्न उनले उठाइदिए। यसरी यो विषय एकदम पेचिलो भयो र नेपाली मिडियाहरूमा यो अहिले पनि व्याप्त छ। आइजिपी प्रतिरक्षामा परे जस्तो देखिन्छ र सुनारले चाहिँ उनले राजीनामा दिनै पर्छ। त्यति मात्रै होइन, अन्तरिम गृहमन्त्रीमाथि पनि भ्रष्टाचारका मुद्दा उठाएर उनीहरूमाथि चाहिँ छानबिन हुनुपर्छ, संसदीय समिति नै गठन हुनुपर्छ भन्ने सांसद सुनारको चाहिँ दलिल रहेको देखिन्छ। यो बाहिरी पाटो हो यस प्रकरणको, भित्री पाटो चाहिँ यसको अर्कै छ। त्यो के भने यिनीहरू आइजिपीलाई फेर्न चाहन्छन्। त्यो आइजिपी फेर्नको लागि सांसद सुनारलाई मोहरा बनाइएको मेरो बुझाइ यो छ। र यो चोरी प्रकरणको कुरा भविष्यमा बनाइने भनेको आइजीलाई मात्रै थाहा छ, हामीलाई थाहा छैन। यही आधारमा उनीहरू यो लडन्त भिडन्त गरिराखेका छन्। अब के हुन्छ भविष्यमा त्यो हेर्दै जानुपर्छ। यो एउटा गम्भीर विषय हो, त्यति मात्रै भन्न सकिन्छ। तेज तर्रार वक्ता केपी ओलीको प्रसङ्ग छ, जसले आफ्ना कार्यकर्ताहरूमाथि डरलाग्दो घातक शाब्दिक प्रहार गरेका छन्, जो त्यो स्तरको नेतालाई सुहाउने जस्तो लाग्दैन। अत्यन्त तुच्छ शब्दमा त्यो कुरा भनिएको छ। त्यो पनि एउटा राष्ट्रिय बहसको विषय बनेको छ। अब मैले देख्दाखेरि चाहिँ यो केपी ओलीको भन्दा पनि केपी ओलीलाई बारम्बार अध्यक्ष बनाएर त्यहाँ पठाउनेहरूको कारणले उत्पन्न भएको विषम स्थिति भन्ने मेरो व्याख्या छ। किनभने कुनै पनि पार्टीभित्र चाहिँ आवधिक निर्वाचन हुने गर्दछ, त्यसलाई चाहिँ महाधिवेशन भनिन्छ। नेपाली काङ्ग्रेसको कुरा पनि त्यही हो। नेपाली काङ्ग्रेसले नियमित महाधिवेशन कहिले पनि समयमा गर्दैन। कुरा तल युवाहरूबाट भन्ने हो भनेदेखि त्यहाँ नेविसङ्घ छ, अरू भातृ सङ्गठनहरू छन्, तिनको पनि कहिले समयमा निर्वाचन हुँदैन। नेविसङ्घको एउटा केन्द्रीय उपाध्यक्ष भन्यो कि सदस्य भन्यो, एउटा युवासँग मेरो जम्का भेट भएको थियो। म चाहिँ नेविसङ्घको भूतपूर्व नेता हुँ भनेर उसले मलाई यसो भन्यो। तिमीलाई त मलाई नेता भन्न पनि अप्ठ्यारो लाग्छ। मैले त भने किन र भन्यो। एउटा महाधिवेशन पनि समयमा गर्न नसक्ने तिमीहरू कस्ता हो? तिमीहरू नेविसङ्घको महाधिवेशन नभएको कति वर्ष भयो भनेर मैले सोधेँ। 73 सालदेखि भएको छैन भन्छ। अब काङ्ग्रेसको हकमा पनि त्यही हो। अब एमाले भए ठाउँमा आउँदाखेरि यिनीहरूको एउटा महाधिवेशन चाहिँ चितवनमा भएको थियो, जहाँ चाहिँ केपी ओली विरुद्ध चाहिँ भीम रावलले उम्मेदवारी दिएका थिए। अब मेरो भावना के थियो भने तिमीहरूलाई केपी ओली प्रति त्यत्रो चिडचिडाट छ भने हराइदेऊ न एकपल्ट, के फरक पर्छ त? यति लामो उनले त्यहाँ नेतृत्व गरिहाले, प्रधानमन्त्री पनि भइहाले, यावत कुरा भयो। तर उनीहरूले त्यो गरेनन्। केपी ओली निर्वाचित भएर आए, भीम रावल किनारा लागे। सबै कुरा तपाईँहरू देखिरहनु भएको छ। भीम रावलको किनाराकृतको प्रक्रिया पनि देखिरहनु भएको छ। त्यसपछि सिंहदरबार जलेको प्रकरण पनि देखिरहनु भएको छ। केपी ओलीको दुर्दान्त अवस्था, हेलिकप्टर भागेर ज्यान बचाएको कुरा पनि देखिरहनु भएको छ। तर केपी ओली गल्ने होइनन्। त्यो परिप्रेक्ष्यमा फेरि उनीहरूले अर्को एउटा महाधिवेशन आयोजना गरे। मैले भने हाई टाइम छ, तिमीहरू केपी ओलीलाई कानुनी रूपमा छुट्टी गरिदेऊ। गरेनन्। केपी ओली फेरि विजयी बने। अब आफू विजयी बनाउने
विजयी बनाइसकेपछि त्यो पार्टीको अध्यक्ष त केपी ओलीले हो नि त। अब अहिले आएर चाहिँ आजै केपी ओली हटाउनु पर्यो, भोलि नै केपी ओली हटाउनु पर्यो भनेर अनि पार्टीको क्यान्टिनमा गारगान गुनगुन गर्नेलाई हान्छ त अनि बज्र। शब्द त आफ्नै छ, किनभने यिनीहरूको शैक्षिक र सांस्कृतिक धरातल एकदम कमजोर छ। हाम्रो गाउँघरमा पँधेर्नी झगडा भन्छन् नि, जसरी पँधेरामा चाहिँ पँधेर्नीहरूले झगडा गर्छन् त्यो लेभल, किन उनीहरूको लेभलै त्यही हो, त्यो अनुसार उनीहरू त्यहाँ झगडा गरेको हामी सुन्थ्यौँ, त्यो सुन्यौँ, त्यसलाई पनि हामीले एउटा विषयको रूपमा ल्याइरहेका छौँ। मैले देख्दा यो तुच्छ गालीगलौज भन्दा पनि यो गालीगलौजको वातावरण सिर्जना गर्ने अकर्मण्यहरू जो चाहिँ यो दलमा बस्छन्, त्यो दलको भावना, त्यो दलको स्वार्थ सेवा गरेको कुरालाई केपी ओली आफैले त्यहाँ भनेका छन्। अमुक निर्वाचन क्षेत्रमा एमालेका कार्यकर्ताहरूको वैधानिक सदस्य सङ्ख्या 90 छ उदाहरणको लागि, त्यहाँ मत परेको छ पार्टीलाई 9 मात्रै, अनि बाँकी रहेका 81 जना चाहिँ को हुन् त? अनि त्यस्तालाई त जस्तो गाली गरे पनि कमै हुन्छ नि। त्यो अनुसार केपी ओलीले त्यो गाली गरेको अब मैले देख्दाखेरि त्यो स्वाभाविक हो र त्यो क्रियाको प्रतिक्रिया हो। अब यो अशिष्ट र असभ्य छ, तर यो उनीहरूको घरेलु झगडा हो। अब घरभित्र त मान्छेले अनेक भनेर झगडा गरि पनि राखेको हुन्छ, त्यसकारण मैले यसलाई उनीहरूको हैसियत अनुसारको कलह भन्न ठान्छु म। किनभने त्यति बेला प्रदीप नेपाल भन्ने एकजना नेता थिए, एमाले विभाजनको दौर थियो, टुडी खेलमा 12-15 जना अत्यन्त भ्रष्ट मानिसहरूको सूची पढेर सुनाउँदै थिए प्रदीप नेपाल, त्यसमा 1 नम्बरमा वामदेव गौतमको नाम थियो। 5 वर्षपछि फेरि एमाले पुनः एकीकृत भयो, वामदेव गौतम गृहमन्त्री भए, तिनै प्रदीप नेपाल गृहमन्त्रीको राजनीतिक सल्लाहकार भएर जागिर खान थाले। अब यस्ताको के कुरा गर्ने बाबु? वास्तवमा यो चाहिँ गम्भीर कुरा पनि छ, सबै नेपालीहरूले थाहा पाउनु राम्रो पनि हुन्छ यो चाहिँ। किनभने हामी कहाँ इतिहास चेतना त कम छँदैछ, सँगसँगै इतिहास पढ्ने जुन एउटा पद्धति हो त्यो पनि कमजोर छ हाम्रो। किनभने इतिहास के पढ्ने, इतिहास पढ्यो भने सुरेन्द्र केसी जस्तो भइन्छ भन्ने पनि छ, ठ्याक्क अर्थशास्त्र पढे त सोडिम बाग्ले जस्तो भइन्थ्यो बेकारमा। त्यस कारणले बरु सोडिम बाग्लेको बाटो लिने, सुरेन्द्र केसीको बाटो नलिने भनेर पनि मान्छेहरू इतिहास पढ्दैनन्। वास्तवमा इतिहास चाहिँ पढ्नुपर्ने विषय रहेछ। मलाई पनि के इतिहास पढेँ भने जस्तो लाग्थ्यो र इतिहासमा पिएचडी गरिसकेपछि म समाजशास्त्रमा भर्ना भएको थिएँ त्यहाँ किर्तिपुरमा। अब भयङ्कर हुनु पऱ्यो भनेर पछि चाहिँ एफएमको सिस्टम आयो, पत्र पत्रिकाको सिस्टम आयो, मैले पनि यही बाटोबाट काम चलाउँछु कि भन्ने लाग्यो। इतिहासमै म अडिएँ। अहिले फर्केर हेर्दाखेरि मैले साह्रै ठुलो निर्णय गरेको रहेछु। किनभने देशको इतिहासको बारेमा पनि अलिकति मलाई पढ्ने बानी छ। सन्धि सर्पण सन्धि सम्झौताहरू कहाँ कहाँ के भएका छन् त्यो पनि मलाई थोरै थाहा छ। सीमा स्तम्भहरू कहाँ कहाँ के छन् त्यो पनि मलाई थाहा छ। तिनको चलन विचलनको अवस्था के भएको छ त्यो पनि मलाई थाहा छ। मलाई त्यो इतिहासले नै सिकाएको हुनाले मलाई अहिले गौरव जस्तो पनि लागेको छ। त्यसमध्ये एउटा चाहिँ यो सुगौली सन्धिको प्रकरण छ। अब अघिल्लो हप्ता प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको छ भनिदिए। मलाई लाग्छ त्यसपछि त्यसको 15-20 दिनपछि बालवाला परराष्ट्र मन्त्रीले सुगौली सन्धिको सकलप्रति नै छैन भनेको चाहिँ सिंगारी पनि हरायो, चितुवा पनि करायो जस्तो लाग्छ मलाई। किनभने यो दुईटा कुराको बिचमा तालमेल छ। प्रधानमन्त्री हामीले पनि जग्गा मिचेको भन्छ, परराष्ट्र मन्त्री हाम्रो देशको सीमानालाई पुष्टि गर्ने औपचारिक सन्धि नै छैन भन्छ। भनेपछि अब हामी के आधारमा यो देश हाम्रो भन्छौँ त? कालापानी हाम्रो भन्ने आधार के छ? मेची महाकाली हाम्रो भन्ने आधारहरू के छन्? मलाई त डर के लागिरहेछ भनेदेखि जङ्गबहादुरको पालामा यो नयाँ मुलुक प्राप्त गर्ने बाँकी बर्दिया कैलाली कञ्चनपुर त्यो प्राप्त गर्ने सम्बन्धी जो सन्धि हो त्यसको प्रति पनि छैन भनिदिनु बेर छैन यिनीहरूले। त्यसो भनेपछि जिरो भयो नि। यो योजनाबद्ध जस्तो लाग्छ मलाई। वास्तविकता के हो भने सुगौली सन्धिको सकल प्रति नेपाल सरकारसँग छ। उनीहरूले भन्नुपर्छ त्यो कहाँ छ। यो छैन भन्ने कुरा प्रायोजित हो, नेपाललाई कमजोर बनाउने कुरा हो, नेपाल र नेपालीको अस्तित्वलाई शिथिल बनाउने कुरा हो। यो मैले देख्दा बहसै गर्न लायकको विषय होइन। सुगौली सन्धि छ, जहाँ हुनुपर्ने त्यो त्यहीँ छ। अरू कोहीसँग छैन भने राजा ज्ञानेन्द्रसँग छ यो। किनभने एक कपी दरबारमा हुन्थ्यो, एक कपी सिंहदरबारमा हुन्थ्यो,
अब अस्ति सिंहदरबार चलाउँदाखेरि यो चलेको भए म भन्न सक्दिनँ, बरु यो म भन्न सक्छु सिंहदरबार चलाउने कारणमध्ये एउटा यो पनि हो कि त्यसकारण उहाँहरूले योजनाबद्ध सन्धि छैन भने हो कि त्यो कुरा होइन। सुगौली सन्धि छ, हुनुपर्छ र हुनैपर्छ। सुगौली सन्धिको सन्दर्भमा मैले भन्नुपर्ने कुरा यो।